सर्वप्रथम सबैलाई दशैँले नमस्कार। आज यस पूजामा जति पनि आउनुभएका सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद। र पक्कै पनि कतिलाई थाहा होला कतिलाई थाहा नहोला, आज हामी माझ हुनुहुन्छ गुरुज्यू छोजे लमा फुन्चोक र तपाईहरुलाई म गुरुज्यू छोजे लमा फुन्चोक को बारे एउटा छोटो परिचय दिन चाहन्छु। र उहाँको परिचयको कुरा गर्दा उहाँको जन्म दुर्गम क्षेत्र मनाङ जिल्लाको मनाङ गाउँमा भएको थियो र उहाँलाई सानै उमेरदेखि भिचुमा बस्ने एउटा इच्छा थियो उहाँको मनभित्र। र त्यो इच्छा उहाँ 16 वर्ष हुँदा उहाँ काठमाडौँमा आउँदा 16औं कर्मपासँग दर्शन पाएपछि उहाँले भिचु हुने निर्णय गर्नुभयो। र त्यसपछि उहाँले बौद्ध धर्म सम्बन्धी विभिन्न गुरुजीहरूबाट विभिन्न ज्ञान र सिलहरू प्राप्त गर्नुभयो। र त्यसै क्रममा सन् 1987 मा उहाँको अमेरिकामा पहिलोचोटि आउनुभएको थियो 1987 मा। र यहाँ आउँदाखेरि उहाँलाई चाहिँ वुडस्टकमा कर्म त्रियाना धर्म सेन्टर, अहिले हामीले वुडस्टक गुम्बा पनि भनिन्छ, त्यस गुम्बाबाट उहाँलाई विशेष निमन्त्रणा गरिएको थियो र उहाँले वुडस्टक गुम्बा निर्माण गर्नको लागि ठुलो योगदान दिनुभएको छ त्यस क्रममा जुन समयमा उहाँ यहाँ आउनुभएको थियो। र त्यसपछि 1988 मा उहाँ नेपाल फर्किनु भयो र नेपाल फर्किपछि उहाँले 3 वर्ष 3 महिना 3 दिन गुफामा बस्ने निर्णय गर्नुभयो र उहाँले विभिन्न बौद्ध धर्म सम्बन्धी ज्ञानहरू प्राप्त गर्नुभयो। र त्यसपछि 1990 मा उहाँले आफूले सिकेको कुरालाई कसरी गर्ने त एउटा विभिन्न बौद्ध धर्म सम्बन्धी कुराहरू ज्ञान शिक्षाहरूलाई, त्यसरी उहाँले 1990 मा कर्म लेक्से लिङ इन्स्टिट्युट स्थापना गर्ने निर्णय गर्नुभयो। र त्यस इन्स्टिट्युटमा नेपालका विभिन्न दुर्गम क्षेत्र लगायत इन्डिया र भुटानबाट आएका विद्यार्थीहरूलाई शिक्षा दिने सुरु गर्नुभयो। र आज यस इन्स्टिट्युटमा लगभग 100 विद्यार्थीहरू छन्। र हालसालै मात्र कुरा हो, र हालसालै त्यस इन्स्टिट्युट सँगसँगै उहाँले एउटा नयाँ स्कुल विद्यालय स्थापना गर्ने निर्णय गर्नुभयो र स्थापना पनि गरिसक्नु भएको छ। र यस विद्यालयमा तिब्बतीयन भाषा मात्र नभएर नेपाली, इङ्ग्लिस, संस्कृत, चाइनिज र विभिन्न भाषाहरूमा त्यहाँका विद्यार्थीहरूलाई उच्च बौद्ध धर्म सम्बन्धी शिक्षाहरू दिइन्छ। र त्यस स्कुललाई नेपाल सरकारले पनि मान्यता दिएका छन्। र यस विद्यालयमा लगभग 100 विद्यार्थीहरू छन् र हरेक वर्ष यस विद्यालयमा प्रत्येक वर्ष 20 जना विद्यार्थीहरू थप्ने छन्। र यसरी उहाँले बौद्ध धर्म सम्बन्धी विभिन्न शिक्षाहरू दिँदै आउनु भएको छ यस विद्यालयको मार्फत। र आज उहाँ फेरि लगभग 25 वर्षपछि अमेरिकामा पाल्नु भएको छ हामी माझ। र यसपालि उहाँलाई मायामी फ्लोरिडाको बुद्धिस्ट सेन्टरको निमन्त्रणामा उहाँ अमेरिकामा पाल्नु भएको हो। र उहाँले यस बुद्धिस्ट सेन्टरमा छोटेन बनाएर उहाँले निर्माण गरेर आज यहाँ न्युयोर्कमा आउनु भएको छ हामी माझ। र उहाँ त्यहाँ चाँडै काम सकेको हुनाले, उहाँको अझै समय बाँकी भएको हुनाले चाहिँ उहाँका भूतपूर्व अमेरिकामा भएका विद्यार्थी र मनाङ समाज USA को विशेष निमन्त्रणामा उहाँ आज यहाँ पाल्नु भएको छ र हामी माझ उहाँ आउनु भएको छ। त्यसको लागि तपाईलाई हामी सबैको तर्फबाट धेरै धेरै धन्यवाद एकदम हृदयबाट, यसरी आफ्नो अमूल्य समय बावजुद पनि यसरी यहाँ आइदिनु भएकोमा। र फेरि एकचोटि म अन्तिममा आजको स्पोन्सर, आजको सेला खानाको स्पोन्सर गरिएको छ मनाङ समाज USA को तर्फबाट। र पानीको र सबै सान्तिना चिजहरूको स्पोन्सर गरेको छ आतोङ्गेल आना लक्ष्मी। र कप्सीको स्पोन्सर गरेको छ छिरिङ ओङदी दाई र आना खेम। र छोको स्पोन्सर गरेको छ भूतपूर्व विद्यार्थीहरूको तर्फबाट। र फेरि एकचोटि म र जति पनि भलन्टियर गर्नुभएका साथीभाइहरूलाई फेरि एकचोटि धेरै धन्यवाद। र फेरि एकचोटि तपाईँहरू सबैलाई आफ्नो अमूल्य समय बावजुद पनि यसरी यहाँ आइदिनु भएकोमा धेरै धेरै हृदयबाट नै धन्यवाद। थ्याङ्क यू।